हेलो नमस्कार छड्के सलाम। म फेरि धराने डक्स रत्नमणि राई गोर्खे सलाम। म फेरि आउनु बाध्य त किन पर्यो भने मैले सुन्दैछु आज धरानमा श्रम गर्ने मान्छेहरूको लागि एक ट्याङ्कर खाने पानी नपठाउने त्यो साला गोरु लिम्बूको बदनाम गर्ने उपमेयर त्यो हर्क साम्पाङले पद नछोडेको भए, राजीनामा नदिएको भएदेखि त त्यही गधा भएर बस्थिस्। हर्क साम्पाङ घोडा थियो, घोडा। अनि तैँले चुपचाप चाका मुख लाएर बस्नु पर्थ्यो। अहिले तैँले ठुलो ठुलो कुरा गरिस्, खुब धर्म गरिस्। मान्छेले आफ्नो शत्रुलाई पनि पानी दिन्छ, पानी भन्ने कुरो शत्रुलाई पनि दिन्छ, बुझिस्? त्यस्तो पानी भन्ने चिज तैँले दिन सक्दैनस् त्यसो श्रम गर्ने मान्छेलाई। श्रम गर्ने मान्छे के त्यो पानी त बाप्रे बाप ठुलो कुरो पो थियो। पानी भने पानी बाँड्न बरु तँलाई धर्म लुट्नु छ र अनि अर्को खेप अब त मेयरै भएर उठ्ने होलास्। तर जित्नु त तेरै यो बेहोराले जित्छस् नि। अब अनि तँलाई पोलेको छ हर्क साम्पाङ श्रम संस्कृति पार्टीहरूले श्रम गर्दाखेरि तँलाई पोलेको छ। तैँले पनि गरेर देखा न। यदि तँ बाउले मुतेको छोरा होस् भने, यदि त्यो आँट र हिम्मत छ भने, हुन त अहिले अलिअलि सिको त गर्दैछस्। पानीमा पनि तेरो पार्टी सिस्टमको कुरा गर्छस्। साला प्रचण्डको गु खाने साला काहीँ नभएको भइस्। संसारमा सबै कम्युनिस्ट हराएर गयो, मिटिसक्यो। नेपालमा छ कम्युनिस्ट नाम, कम्युनिस्ट होइन, तिमीहरू कमाउनिस्टहरू होस्, कमाउनिस्ट, बुझिस्? लाज शरम बुझ्दैन। फुक्का शराब छ तेरो आमाले पनि तँलाई शराब छ। तँलाई त दुनियाँ सबैको शराब लागेर आउँदो चुनावमा त मेयर भएर उठ्नु खोज्छस् ल। मेयर त जित्छस्। साला लाज शरम छैन तँलाई। हुन्छ नि एउटा यार, पानी बिचाराहरू त्यत्रो श्रम गरिरहेछ, एक ट्याङ्कर पानी पठाउनु सक्दैनस्? 10 ट्याङ्करको पैसा म दिएर पठाइदिन्छु, लो पठाइदिए। त्यहाँ पानीमा राजनीति गर्छस्, पानी रोक्छस्। ठुक्का पानीको राजनीति गर्छस्। त्यो पानी पनि श्रम गरेर हर्क साम्पाङ र दुनियाँ श्रमिकहरूले श्रम गरेर कहाँबाट त्यो सर्दु खर्दु पकुवा कहाँबाट ल्याएर खुवाएको पानी। तैँले चाहिँ के खान्छस्? तैँले चाहिँ मेरो मुत खान्छस्? पानी त पिउँदैनस् तैँले त, होइन? तैँले त हाम्रो श्रम गर्ने श्रमिकहरूको मुत खान्छस्, मुत। तैँले त के त्यो के खानु राम्रो? त्यो मुत पनि कुकुरको मुत खान जाँठा हुन्छ नि। दुनियाँ संसारले अब के सोध्छ होला तँलाई? लाज शरम पनि छैन तँलाई? एक ट्याङ्कर पानी पठाउनलाई रोक्छस्? तेरो तागत, तेरो पावर देखाउँछस्। त्यो पावर धराने त्यो ढुकुरे गुइठेलाई कसरी बालुवामा सुताइदियो नि, तँ पनि त्यसरी सुत्छस्। अब यसै गर्छस् भने नि तैँले सोच्छस् होला, होइन? अब मलाई त फेरि जनताले जिताइहाल्छ भने त्यो लुकुर लुकुर दगुर हिँड्नु थालेछस् अहिले। त्यो राम्रो, तैँले गर्नुपर्छ, गरेर देखा। त्यो पनि कसले सिकायो थाहा छ? हर्क साम्पाङले। न तेरो बाउले त तँलाई के सिकायो? त्यो पानी पनि नदे भनेर सिकाएको रहेछ नि त तेरो बाउ र आमाले। साला नामर्दा लिम्बूको बदनाम भने ठुक्क। तँलाई त त्यही लिम्बू दाजुभाइले सरापै गर्छ। हेर्न अब फेसबुकमा ओइरोले तँलाई सराप छ। खोक्नु पनि कति साह्रो सकेको तैँले। लाज शरम पजाएको छैन। दुनियाँको शराब, चाबी चोर जाँठा, ताला चोर जाँठा। प्रचण्डले त्यही सिकाएर पठाएको रहेछ, पानीमा राजनीति गर भनेर, होइन? तँलाई धराने जनताले अब अर्को यो अब नगरपालिकाको चुनावमा दिन्छ। तँलाई भोट जित्छु भनेर तैँले दुनियाँ त्यो गरी हिँड्दैछस् नि। नो 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 नो
धरानी जनताले तँलाई चिनिसकेको छ, दुनियाँले सरापिरहेको छ तँलाई। अब तेरो सिद्धियो जस्तो गुइठे सिद्धियो नि, हो त्यसरी त पनि सिद्धिस। अब तेरो राजनीतिक पत्ता साफ भयो, सिद्धियो। काम छैन केटा, काम छैन। सिकिराख, यसो मोटरसाइकलहरू बनाउने, टेम्पोहरू बनाउने, मर्मत गर्ने सिकिराख। नभने भिखारी हुन्छस्, भिखारी। कि अब हर्क साम्पाङले छोडेपछि अब अहिले त दुनियाँभरको खोलाहरू ठेक्का लाउनु कहाँ दुनियाँ सुरु गरिराखेको होलास्, कमाउँछस् होला नि। अब कति कमाउँछस्? 2-4 लाख, 1 करोड 1.5 करोड त कमाउलास्, त्यतिले तँलाई पुग्दैन जिन्दगीभर। पछि त उयो भिख मागेर खान्छस् नि, साला भिखारी हुन्छस्। तँलाई 2 वर्षमा तँ भिखारी हुनुपर्छ, त भिखारी तँलाई, तेरै यस्तै बेहोराले। जनतालाई खाने पानी पनि दिँदैनस्। त्यो त नमागिकन पनि तपाईँहरूलाई पानी चाहिन्छ म पठाइदिन्छु भनेर पठाउँदा त तैँले त धर्म कमाउँथिस् त यार। जस्तो मैले यहाँ दिनै पछि परिवारलाई ब्रेड दिएको छु, धर्म कमाइरहेको छु बिचाराहरूलाई। तिनीहरूलाई अहिले खानेकुराहरू केही पनि छैन, ना तोरी फुलेको छ, ना गहुँ, ना मकै। ब्रेड म दिनै पछि मैले ब्रेड 2 लफ, यत्रो त बरु बिटा हुन्छ नि, त्यसलाई लफ भन्छ क्या, लफ। के अरे साला लफ हो, त्यो 2 लफ म ब्रेड दिन्छु। त्यहाँ परेवा आउँछ, ढुकुर आउँछ, सिगल आउँछ, काग आउँछ, कौवा आउँछ, अनि त्यो अर्को चराहरू मसिनो आउँछ, सबैले मिली खान्छ। पानी जस्तो कुरामा थुक्क साला नामर्दा। तँलाई त बाउले मुतेको होइन रहेछ, त छक्का हिजोड हे गरेर हिँड्नु पर्ने रहेछस् नामर्दा। के भन्दा पानी, 1 ट्याङ्कर पानी श्रमदाताहरूलाई बिचारालाई भात पकाउनु, खाना पकाएर खानुको लागि अरे पानी। तँ चाहिँ के खान्छस्? तँ त बलुवा खान्छस् होला नि त। अरूले त सबै, हामीले त अन्न खान्छौँ, पकाएर खान्छौँ, पकाएर खानुलाई पानी चाहियो होइन साला। ठुक्क तँलाई त नि यस्तो साला पानीमा राजनीति गर्छस् साला कुकुर। ठुक्क प्रचण्डको झोले।